डिपेन्डेन्ट भिसामा आएर एकजनाले मात्रै काम गरेर बस्नु चाहिँ पोसिबल हुँदैन। जति जे भनिस्यो धेरै मान्छेको स्यालेरी 3 लाख जति हुन्छ है। कसैको मात्रै 4 देखिको 5 लाख पुग्छ। डिपेन्डेन्टमा आफ्नो पार्टनरलाई लिएर आइसकेपछि चाहिँ कम कम्पनीहरूले मात्रै त्यो सेपरेटली रुम दिने गर्छ हैन। प्राय जस्तोको चाहिँ हुँदैन के त्यो रुम, अनि आफैले रुम खोजेर बस्नु पर्छ। अनि रुम रेन्ट, ग्यास, इलेक्ट्रिसिटी जोड्दाखेरि त लगभग 1 लाख जति जान्छ है। कम्तीमा पनि 90,000 80,000। अनि खाना खाँदाखेरि 80 देखिको 1 लाख जान्छ के खानामा पनि है। अनि मन लागेको लुगाहरू लगाउँदा, घुम्न जाँदा एकदम कन्ट्रोल गरेर खर्च गर्दा पनि त्यो कमाइ यहाँ नै सकिन्छ के साथीहरू। अनि मैले आफ्नै आँखाले देखेको छु क्या, धेरै जनाको एकजनाको स्यालेरीले महिना काट्न सम्म पुगेको हुँदैन। त्यही भएर डिपेन्डेन्टमा यहाँ आइसकेपछि एकजनाको कमाइले म यहीँ रमाउँछु भन्ने कुरा चाहिँ हुँदैन। काम चाहिँ जसरी नै गर्नुपर्छ है। बेस्ट हजुर। अब नेपालमै ल्याङ्ग्वेज सिकेर आइस्यो सकिसिन्न भने चाहिँ यहाँ आएर पनि ल्याङ्ग्वेज पढ्न सकिसिन्छ र काम लिगली नै गर्न सकिसिन्छ है।